एकदम रमाइलो भइरहेछ। आज हाम्रो बाजेको हाम्रो बुढा बाजे भनेर हामी पूजा गर्ने चलन छ गाउँमा र हामी सबै दाजुभाइ मिलेर बाजेको एक श्रद्धा पनि हुने, उहाँलाई चाहिँ एउटा सम्झना, उहाँको आस्था राखेर पूजा पनि हुने र सबैजना दाजुभाइ यसरी एक ठाउँमा पूजा गर्दाखेरि मन पनि एकदम सन्तुष्ट हुने, आत्मा पनि रमाइलो पनि हुने। त्यही भएर हामी हरेक 3 वर्षमा यो पूजा गर्ने गर्दछौँ र यसमा एकदम रमाइलो पनि हुने गर्छ र एउटा हाम्रो बाजेको हाम्रो पुर्खाको हामी एउटा संरक्षण र चाहिँ आस्था पनि। ल भक्त सुनरबाट केही जावसी हाम्रो पूजा पुराना पनि हाम्रो बाजेको पूजा आज करिबन 4 वर्षमा गरियो र हामीले यो पूजा गर्दाखेरि हाम्रा एउटा बराइली परिवारका अब बाजे पुराना पानीका बाजे भनेर हामीले पूजा गरिन्छ र यो पूजा गर्दाखेरि हाम्रो पुरानो एउटा हाम्रो पुर्खाले मानिआएको एउटा संस्कारलाई पनि मानिएको छ भने अर्कोतिर एउटा दाजुभाइहरू भेटघाट हुने र रमाइलो पनि हुने। हस् त, धन्यवाद। ल आज पूजा छ गाईहरू यहाँ। अब खलाउ पूजा यहाँ बाटो पाक्दैछ, यता कुद्नु छ। ल अब यहाँ ल धन्यवाद बेले अङ्कल। हामी अब बराइली कुलको सन्दर्भमा भन्नुपर्दा अगाडि हाम्रो लामाले भन्नुभयो हामी बर्माबाट आएका बर्मेली हुँदै बराइली भएको भन्ने कुरा आयो। अब विक्रम सम्वत 1730 मा जब भैरमथानको स्थापना भएको थियो, पाल्पादेखि उडेर आएका काला भैरव बलियाको डाँडामा स्थापना भइसके पछाडि त्यो ठाउँमा मन्दिर स्थापना गर्नको लागि सिरमुको बुटा काटेर हाम्रा बाजेले त्यही सिरमुबाट भैरमथानको मन्दिर बनाइएको र त्यसका हाँगाबिँगा सबै जम्मा गरेर उहाँले आफ्नो आत्मदाह त्याग गर्नुभएको भन्ने कुरा आयो र त्यही दिशा पारेर यो सुन्दर ठाउँमा हाम्रो यो मन्दिर भएको छ। तपाईले अब हेर्नुहुन्छ भने त्यो ढुङ्गाको स्वरूप हेर्दाखेरि चाहिँ यो एकदम धेरै राम्रो छ। पक्कै पनि जुन एउटा कुरा छन्, कथन छन्, कथनसँग ठिक मिल्दो छ। 1730 देखि अहिलेसम्म हेर्दाखेरि लगभग हामी 300 शताब्दीदेखि 3 शताब्दीदेखि माथि हामी गरेका छौँ। अब यसको जगेर्ना गर्नको लागि अब अघिल्लो हाम्रो पूजा 2085 साल मङ्सिर महिना हुनेछ। यसलाई हामीले संरक्षण गर्नको लागि वरिपरि हामीहरूले अशोकका बिरुवाहरू लगाउने र यसलाई सम्म बनाउने र एउटा सत्तल निर्माण गर्ने भन्ने कुरा छ। अब यसको लागि हाम्रा भाइ भतिजहरू जो विदेशमा हुनुहुन्छ, हाम्रो कुलको शक्तिको कारणले जो ठाउँमा पुग्नु भएको छ उहाँलाई सम्पूर्णलाई हाम्रा कुलदेवताले रक्षा गरून्, हाम्रा कलङ्कीले रक्षा गरून्। एउटा गर्वको कुरा के हो भन्दाखेरि चाहिँ आजसम्म विदेशमा भएको जो पनि हाम्रो सन्तति हुनुहुन्छ उहाँहरू कालगतिले कुनै अवस्थामा विदेशमा भित्र पर्नुपर्ने अवस्था छैन। यो सबै हाम्रो कलङ्की नै हो। उहाँको सेवाको लागि हाम्रा सन्ततिहरूको सबैको ध्यान जानेछ र यो आगामी 3 वर्षमा हामीले यसमा भौतिक संरचना निर्माण गर्नेछौँ भन्ने मैले पूर्ण रूपमा आशा लिएको छु। हस्, धन्यवाद। ल हस् त, हजुरको उद्देश्य पुरा होस्। ल हस् त। अनि कुमार भाइ केही 2 शब्द? कुकमा छ भन्नुहोस् त। ल हाम्रो कुमार भाइ कुकमा छ। सुरेशले यहाँ कुकिङ गर्दैछ। यो हाम्रो सेफहरू हुन्, कुक भन्दा रिसाउन यिनीहरूलाई सेफ भन्नुपर्छ। स्पेसल खाना मिठो बनाउँछन्। ल अब बच्चाहरू ल ल